खुल्ला जमिन देख्दैछु है म चाहिँ यहाँबाट। अब यहाँ चाहिँ हामी झर्नुपर्ने हुन्छ र ओर्लिने बेला हुँदैछ अनि झरेर चाहिँ हाम्रो सदर घन्टाको ट्रान्जिट हुन्छ। यहाँ बसिसकेपछि फेरि अर्को प्लेन चढेर बल्ल हाम्रो चाहिँ उता कोरिया जानुहुन्छ। सो अहिलेलाई चाहिँ यति नै झरेपछि देखाउँछु। Black accident हो ग्रीन छ वही पनि उस्तै यो रोड हेर न रोड के रोड सक्यो त्यतिर भर्खरै रात पऱ्यो त्यहाँ उज्यालो छ त्यहाँ अब अँध्यारो भइसक्यो माथि पनि उज्यालै छ तर त्यहाँ हेरी चाहिँ यहाँ अलिक अँध्यारो भइसक्यो तल चाहिँ अलिक भर्खरसँग उज्यालो थियो कि भर्खरै यस्तो डिफ्रेन्स हुन्छ। त्यसो उहाँ चाहिँ चढ्ने बेला भइसक्यो हामी सिट बेल्ट पनि पाइसक्यो र दिग्दर्शन साथी पनि आउँदैछ ऊ चाहिँ ट्रेनिङको बेला पनि सँगसँगै थियो अझ फ्लाइटमा पनि सँगै एउटै सँगसँगै एउटै सिट अब चाहिँ एकैचोटि झरेपछि यता घरहरू हेर्न मन लाग्यो कि हेर्न त्यहाँ आलु रोपाइने घर घरको ड्याङ ड्याङ छ यार। सात घन्टा रोक्नु पर्ने सेफली ल्यान्ड भयो होइन त्यही हो सबभन्दा ठुलो कुरो भनेपछि अब यहाँबाट चाहिँ 6-7 घन्टा वेट गरिसकेपछि बल्ल चाहिँ यहाँबाट पुऱ्याइ पुग्नुपर्छ नि त त्यो भएर चाहिँ अब सकेको छैन यात्रा चाहिँ बाँकी छ। फर्स्ट टाइम भएर लास्टली कस्तो त्यो भइरहेछ थोकेला जस्तो ज्यान भइरहेको जस्तो काट डम हामी चाहिँ ओर्लेर जाँदैछौँ है ओर्लेर जाँदैछौँ यहाँ हेर्नु सक्नुहुन्छ कस्तो दामी हो यार अलिकति व्यवस्थित छ जस्तो लाग्दैन। ठिक छ हामी अगाडि जाँदैछौँ साथीहरू चाहिँ अगाडि जान्छौँ है हामी ठिक बाटो त हिँड्दैछौँ नि। कामवाली बाई आफै सफा गर्दै हिँडिरहेको छ ठिक छ अहिले चाहिँ हामी वेटिङमा बसिरहेछौँ। अब यहाँ बस्ने भन्दा अरू कामै छैन होइन सबै साथीहरू यहीँ छन् म पनि यहीँ छु। अब यसो नेपालबाट लिएर आएको खानेकुराहरू खाजा चाउचाउ बिस्कुटहरू यसो बजाइदिउँ होइन त्यसपछि कुरो त्योभन्दा केही कामै छैन। सो हामी चाहिँ यहाँ यस्तो खाजा खाएर बसिरहेको छौँ होइन 7 बज्यो हाम्रो टाइम नेपाली टाइम अनुसार चाहिँ 7 बज्यो लगभग 1 घन्टा जति भयो होला हामी यहाँ 1-1.5 घन्टा जति भयो त्यही भएर बसेर त्यहाँ सामान किन्नु पऱ्यो। यो सेन्सर ठ्याक्क यो सेन्सर यस्तो एउटा हात भयो भने एउटा हात मात्रै फोहोर भयो भने धुन मिल्ने रहेछ नि साथी। अनि ट्याक्क यहाँ
अच्छा ठिक छ ओके ठिक छ हामी चाहिँ अहिले ट्रान्जिट सकेर दोस्रो फ्लाइट लिँदैछौँ यहाँ ब्याङ्ककबाट अब चाहिँ एकैचोटि साउथ कोरियामा गएर ल्यान्ड गर्दैछौँ र एकछिन सुतेको आँखा रातो भएको छ है बाँकी त्यतै गरेर हेरौँला अहिले त विन्डो सिटमा हाम्रो दिग्दर्शन साथी हुनुहुन्छ होइन लास्ट चिसो छ त यार हिउँ परिरहेछ मसिनो मसिनो केटाहरू अहिले हामी इन्चन एयरपोर्टबाट चाहिँ अब ट्रेनिङ सेन्टर जानको लागि गाडी चढिसकेका छौँ है बाहिर चाहिँ उपर चिसो रहेछ ठ्याक्क बाहिरको ढोका खोल्ने बित्तिकै त पुरा मुखबाट धुँदै निस्किरहेको फुर यस्तो डेन्जर चिसो हुने रहेछ साथीहरू त्यहाँ अगाडि बसेको छ मेरो चाहिँ लगेज भएको भएर चाहिँ मैले त पछाडि आएर बस्दिएको यो सामानहरू पनि अब भित्र सामानहरू किन भित्र हाल्ने भनेर बाहिर आएर बस्दिएको साथीहरूको टुल्दै आउँदैछन् फेरि गाडी चढ्नलाई अब चाहिँ अब फाइनल्ली हामी चाहिँ अब उसमा यता इन्सन एयरपोर्ट आइसक्यौँ नि त अब यति नै थियो अब अगाडि चाहिँ हेर्दैछौँ कहाँ कता कता के गर्नुपर्छ के हुन्छ भनेर हेर्दैछौँ है हामी गाडी चढेर हिँडेको चाहिँ लगभग 1 घन्टा भइसक्यो अझै पनि गाडी हिँडिरहेको छ अनि त्यहाँ चाहिँ मौसम अलिकति अब यहाँ चाहिँ मौसम अलिअलि चिसो थियो भने यहाँ झन् उपर चिसो छ मौसम हिउँ परिरहेको छ सेतै भएको छ यो सब हिउँ चाहिँ यस्तो यता झन् बब्बाल हिउँ परिरहेको छ होइन यता गइहाल्यो यता भिडियोहरू पनि गएर चाहिँ अब कति टाइम लाग्छ थाहा छैन ट्रेन हलसम्म पुग्दाखेरि कति टाइम लाग्छ थाहा छैन जाँदैछौँ हामी बाटोमै छौँ सुतिरहेको छ साथीहरू सुतिरहेको छ म चाहिँ अब निद्रा पनि लाग्छ प्लेनमै सुतेँ म टनमै कति 3-4 घन्टा म प्लेनमै सुतेँ 1 घन्टा 1.5 घन्टा जति 1 घन्टा 1.5 घन्टा 2 घन्टा जति म चाहिँ त्यही ट्रान्जिटमै सुतेँ त्यही भएर मलाई खासै निद्रा पनि छैन त्यस्तो साह्रो पनि देखेको छैन होला सायद रातो पनि देखेको छैन होला अहिले चाहिँ ठिकै छ केटाहरू अगाडि छन् कति बेला आइपुग्ने हो टाइम लाग्छ त्यसपछि यात्रा धेरै लामो छ मेरो त यता झन् उपर परिरहेछ यार सेतै छ यतापट्टि नि सेम उपर जाडो छ यार आमा यहाँ हिउँ छ थोरै थोरै अब हाम्रो चाहिँ क्लास अहिले 6 बजेर गइसक्यो यहाँ क्लास अझै बाँकी छ भने छ अझै क्लास लिनुपर्ने भएको छ हेर त यहाँ हिउँ यहाँ पनि नयाँ दिन अनि नयाँ सुरुवातसँगै आज फेरि हामी ट्रेनिङको यो दोस्रो दिन यस्तो हिउँ परिरहेछ अनि चिसो उपर चिसो हिजोको जत्तिकै चिसो आज पनि भइराखेको छ अनि अघि भर्खर हामी चाहिँ कति बजे थियो अहिले नेपालमा कति बज्यो भन्दा ट्याक्क 4:15 हुन लाग्यो नेपालमा चाहिँ हामी चाहिँ यहाँ उठेर नुहाएर यता क्लास एकछिन छिरेर फेरि खाजासाजा खाएर फेरि बाहिर निस्किसक्यौँ अनि हाम्रो साथीहरू सबै त्यहाँ पछाडि छन् अनि हामी सँगसँगै हाम्रो फिलिपिन्सको साथीहरू पनि यहीँ ट्रेनिङको लागि आउनुभएको छ त्यसपछि अर्को के छ भन्दाखेरिमा चाहिँ अब
आज हाम्रो दोस्रो दिन हो। अहिले रेस्ट पनि छ 8 अहिले 8:30 बजे फेरि क्लासमा फर्किनुपर्छ। अहिले चाहिँ खाजा खाएर यसो रेस्ट भनेर रेस्टको लागि छोडिदिनु भएको छ। अनि यहाँ चाहिँ अहिलेसम्म यो हिउँ परेर होला है, माहौल एकदम चिसो भइराखेको छ। यहाँ हेरेर पनि थाहा पाउन सक्नुहुन्छ अहिलेलाई चाहिँ यता। हाम्रो चाहिँ आज अन्तिम दिन अनि यहाँ चाहिँ खाजाहरू भइसक्यो। अनि तल फोटोसोटो खिचेर आएको अहिले चाहिँ अब सक्यो आजको कार्यक्रम, ट्रेनिङको टाइम चाहिँ सक्यो भन्नु पऱ्यो आज चाहिँ। केरा फ्रुटी अनि त्यसपछि यो पाउरोटी जस्तो छ नि, यो के पाउरोटी नै होला गाउँमा। अनि आज चाहिँ साउलिन आउँदैछन् हामीलाई अनि सबैजना तयार भएर आज बिदाबारी पनि गऱ्यो। अनि आज चाहिँ अब कम्पनी जाँदैछु है, कम्पनी अझै कम्पनी जाँदैछ। के भन्ने उनीहरू गएर भन्नु हुन्छ। अलिकति एक्साइटेड पनि छु, अलिकति नर्भस पनि छु। अब हेर्दै जाउँ के हुन्छ। हामी चाहिँ अहिले ट्रेनिङ सेन्टरबाट कम्पनीको लागि निस्किसकेका छौँ र हामी कुन ठाउँ हामी जान लाग्यो, खङ्सु जाँदैछौँ। खङ्सुबाट चाहिँ हामीलाई त्यहाँबाट साजक निमहरू जान लाग्यो। त्यहाँ चाहिँ अब हामीलाई साजक निमहरू लिन आउनुहुन्छ र हामी त्यहाँबाट चाहिँ हाम्रो कम्पनी जान्छौँ। र अहिले चाहिँ हामी ट्रेनिङ सेन्टरबाट खङखङ जाने क्रममा भर्खर निस्किँदैछौँ। ट्रेनिङ सेन्टरबाट भर्खर निस्किँदैछौँ। त्यो पछाडि ट्रेनिङ सेन्टर पनि थियो, अहिले ठ्याक्कै देखिरहेको छैन। त्यही छ। र यो चाहिँ बिहानको भ्यू भयो। हिजो चाहिँ अस्ति आउने बेलामा चाहिँ कस्तो थियो, सबै खुसी लागेर केही पनि देखिरहेको थिएन। आज चाहिँ घाम लागिरहेछ, त्यही भएको भएर चाहिँ अलिक प्रष्ट भ्यूहरू देखिरहनु पाएको छौँ। धान बारी यो चाहिँ धान काटिसके जस्तो छ। यहाँ आरेडमान उत्मा खङजुवन बाँकी बाटोमा है त। हेलो अहिले चाहिँ म यहाँ कम्पनीमा पनि आइसकेँ, रुममा पनि आइसकेँ। अनि मेरो कम्पनीमा चाहिँ 3जना नेपाली साथीहरू हुनुहुँदो रहेछ अनि 1जना कम्बोडियाबाट आएको साथी हुनुहुँदो रहेछ। र चाहिँ खानासाना खाएर म बेडमा आइसकेँ। त्यहाँ ख्याङ्जुबाट चाहिँ प्लेन चढेर फेरि यहाँ जेजुदा आइपुगेँ। अनि यहाँ चाहिँ त्यहाँबाट आउँदा चाहिँ लगभग आधा घन्टाको जतिको फ्लाइट थियो होला। म त बाटोमै निदाएछु, फ्लाइटमै निदाइदिएछु म चाहिँ। त्यो भएर चाहिँ एकैचोटि ल्यान्ड गर्ने बेला मात्रै थाहा भयो। अनि अहिले चाहिँ म सही सलामत यहाँ कम्पनी आइसकेँ। आजलाई चाहिँ यति नै। हस् त, यसरी नै माया गर्दै जानु होला, साथ सपोर्ट गर्न नबिर्सिनु होला। बाई।